अटिजम भएका बच्चाका लागि स्पीच थेरापी र घरमै अपनाउन सकिने अभ्यासहरू। स्पीच थेरापी अटिजम भएका बच्चाहरूको बोली भाषा र सञ्चार क्षमता विकास गर्न प्रयोग गरिने महत्त्वपूर्ण उपचार विधि हो। धेरैजसो अटिजम भएका बच्चामा बोलाइ ढिलो हुनु, शब्द नबोल्नु, शब्द दोहोर्याउनु वा चाहेको कुरा व्यक्त गर्न गाह्रो हुनु जस्ता समस्या देखिन्छन्। यस्ता अवस्थामा स्पीच थेरापीले बच्चालाई आफ्नो भावना, चाहना र आवश्यकता व्यक्त गर्न सहयोग गर्छ। यो थेरापी घरमै पनि नियमित अभ्यास गर्न सकिन्छ। घरमै स्पीच थेरापी सुरु गर्दा सबैभन्दा पहिले बच्चासँग आँखा जुदाएर कुरा गर्ने बानी बसाल्नुपर्छ। बच्चाले तपाईको अनुहार र ओठको चाल देख्न सकेमा शब्द सिक्न सजिलो हुन्छ। बोल्दा स्पष्ट, बिस्तारै र सरल शब्द प्रयोग गर्नुपर्छ। लामो वाक्य प्रयोग नगरी छोटो र बुझिने शब्द बोल्नु प्रभावकारी हुन्छ। दैनिक जीवनका कामलाई स्पीच थेरापीको अवसर बनाउन सकिन्छ। खाना खुवाउँदा खानेकुराको नाम उच्चारण गर्ने, नुहाउँदा पानी, साबुन, तौलिया जस्ता शब्द दोहोर्याउने, कपडा लगाउँदा रङ्ग र वस्तुको नाम भन्ने अभ्यास गराउन सकिन्छ। बच्चाले बोल्न नसके पनि तपाईले निरन्तर शब्द सुनाइरहनु आवश्यक हुन्छ। चित्र र खेलौनाको प्रयोग स्पीच थेरापीमा निकै उपयोगी हुन्छ। जनावर, फलफूल, घरका सामानका चित्र देखाएर नाम भन्न लगाउने वा तपाई आफै बोलेर सुनाउने गर्नुपर्छ। बच्चाले इशारा मात्र गर्यो भने पनि त्यसलाई शब्दमा रूपान्तरण गरेर दोहोर्याइदिनु राम्रो हुन्छ। जस्तै बच्चाले पानीतर्फ औँला देखायो भने पानी चाहियो भनेर स्पष्ट रूपमा भन्नु उपयुक्त हुन्छ। गीत, कविता र ताल मिल्ने शब्दहरू स्पीच थेरापीका लागि निकै लाभदायक हुन्छन्। सरल बालगीत गाउने, ताली बजाउँदै शब्द दोहोर्याउने, धुनसँगै शब्द उच्चारण गराउने अभ्यासले बच्चाको ध्यान र बोली दुवै सुधार हुन्छ। बच्चाले प्रयास गरेर शब्द बोल्दा तुरुन्तै प्रशंसा गर्नुपर्छ। गलत उच्चारण भए पनि कराउन वा सुधार्न हतार गर्नु हुँदैन। सही शब्द आफै दोहोर्याएर सुलाउनु पर्याप्त हुन्छ। धैर्य, निरन्तर अभ्यास र मायालु व्यवहार नै स्पीच थेरापीको मुख्य आधार हो। घरमै गरिने यस्ता अभ्यासले बच्चाको सञ्चार क्षमता क्रमशः विकास हुँदै जान्छ।